हेलो हेलो हाई जोडले नमस्ते साथीहरू। हामी चाहिँ आज सैनिक जाँदैछौँ। ल आज हाम्रो चाहिँ भाइ सम्मान छ साथीहरू। लु गएर भेटौँ न ल। मम्मी र म जाँदैछौँ साथीहरू। हामी चाहिँ अब के अरे बबाई पुग्यौँ। हामी बबाईको आजको दृश्य यस्तो छ गाइजहरू। लु हेर्नु त अनि धमिलो छ। हेलो साथीहरू, हामी चाहिँ नेपालगञ्ज पुग्यौँ गाइजहरू। यो अब चाहिँ हामी सैनिक जाने बाटोतिर जाँदैछौँ साथीहरू। मम्मी कस्तो लागिरहेको छ तपाईँलाई? के को लागि जाँदैछौँ हामी? हो, हामी वर्षको कतिचोटि गर्छौँ? 2 चोटि हो। हामी 6 महिनामा गर्छौँ गाइजहरू। त्यसको लागि जाँदैछौँ मामा छोरी। हेलो हेलो साथीहरू, लगभग हामी चाहिँ अब यो सैनिक भन्ने हाम्रो राइली आन्टी घर आइपुग्यौँ। हामी चाहिँ हाम्रो जिजु चाहिँ भक्तबहादुर राणाको नातिहरू, लगभग हामी छोराहरू चाहिँ कति भाइ अरे मम्मी? हामी बाजे एउटा भक्तबहादुर राणा होइन, अनि कतिवटा छोराहरू बाजेहरू के बाजे 7 भाइको नातिहरू। हामी पूर्वमा चिसापानीबाट, हामी पश्चिमबाट बर्दियाबाट हामी आएको। लु साथीहरू, अब हाम्रो आजको छलफल भनेको भाइ मिटिङ हो। भाइ मिटिङमा हाम्रो पैसा रकम प्लस हाम्रो खाइपी हुने गर्छ, लगानी हुने गर्छ गाइजहरू। लु के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउन गइरहेको छु। हेलो हेलो ल लु पनि देखाउँदै गर्छु। पूर्णिमा देखाउँदै गर्छु। भिडियोलाई उ नगर है। यता गएर देखाउँछु। यता हुन्छ थारा गाइदी। साथीहरू, आजको हाम्रो भाइ सम्मेलन यसरी हुँदैछ कि अब खानपिनको तयारीमा हाम्रो आजको यस्तो छ साथीहरू। लगभग अब एकै ठाउँमा ठाउँ नभएको भएर हामी कहिले खाना खाइसकेको छौँ, कोही भित्र छौँ है त भन्न हौ। हामी अनि धेरै छौँ। हामी चाहिँ अनि मम्मी टोलीहरू यतातिर हुन्छ अवस्था। रमाइलो छ होइन ठुलो मम्मी? हाम्रो ठुलो मम्मीहरू यस्तो मजाले खाना खानुभएको छ कि लु अहिले चाहिँ अब रोटी सकेर भात लिएर बस्नुभएको छ गाइजहरू। बाबा टोलीहरू चाहिँ यहाँ हुन्छ गाइजहरू। यस्तो हुन्छ मेरो बाबाहरू, माइला बा, जेठा बाबा, ठुलो अङ्कल। हाम्रो यता हेर्नु न, अम्बो झन् लुक्नुहुन्छ। हेलो साथीहरू, यसरी नै हाम्रो आजको दाजुभाइ सम्मेलन सकिन भन्दा पनि अब खानपिनको कार्यक्रम रहेको छ। र ठुलो अङ्कल अनि सानो अङ्कल यता हेर्नुहोस्। यस्तै छ होइन, यसरी हुन्छ मगरको रीत होइन। अब चलन यही नै हो। अनि ठुलो बाबा, हाम्रो ठुलो बाबा अनि माइला बाबा होइन। हामी ठुलो अङ्कल हामी के को लागि आज यसरी बैठक बसेको होला? किन आजको बैठक भने के को लागि बसेको हामी? खास हामी यो ठाडासम्म के को लागि हामी के को लागि बस्न जरुरत र किन के को लागि? ल तपाईँहरूले मिलेर सबैजनालाई भन्नु त। खान्छ अङ्कल, जेठा बाबा भन्नु त। ल जेठा बाबाबाट भनौँ के को लागि हामी आज भाइ सम्मान गरेको? हजुर 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 प्रत्येक 6 महिना हामी समूह गठन गरेर हामी सम्मेलन गर्छौँ, भेटघाट गर्छौँ। हजुर। अनि कति भाइ बिनाको यो आजको जमघट हो? बाजुहरू कुन? 7 भाइ। 7 भाइ हजुर। काइलाको होइन? तपाईँ कुनको नाति भन्नुहोस् त? तपाईँ कुनको नाति भन्नुहोस्? भन्नु न, बोल्नुहोस्।
साइला बाजेको नाति है लु गाइजहरू लु मेरो बाबा चाहिँ साइलाको नाति मेरो बाबा चाहिँ यहाँ आज आउन सक्नु भएन अब आउने प्रयास त गरेको नै हो गाइजहरू तर पनि स्वास्थ्य अवस्था अलिकति गाह्रो भएको भएर आउन सक्नु भएन अब यसरी नै सबैजना मिलिजुली नै आएका छौँ हामी एकदमै अहिले पहिला र अहिलेमा कतिको तपाईँहरूलाई खुसी लागेको छ त ठुलो बाबा हो ल गाइजहरू यसरी नै आज हाम्रो भाइ सम्मान सम्पन्न हुँदैछ गाइजहरू लु हेरेर मेरो भिडियोलाई हेर्न चाहिँ नभुल्नु ल साथीहरू गाइजहरू लु आजको हाम्रो भाइ सम्मेलन सकिएको छ गाइजहरू यस्तो छ हाम्रो धेरै भाइहरू बाजेबाट छुट्टिएको आमाहरू पनि हामी यसरी जम्मा भएर आज हाम्रो सैनिकहरूको गाउँमा आजको यो मिटिङ भएको छ अब त्यति ठुलो त होइन कि तर पनि हाम्रो लागि चाहिँ एकदमै ठुलो कुरा हो गाइजहरू र मेरो भिडियो हेरेर साथ दिनु होला यता हेर्नु त मम्मीहरू ल गाइजहरू लु हाम्रो भाउजू आन्टी बाबाहरू सबै आज भेट भएको यसरी नै फेरि आगामी दिन यसरी भेट हुने बाचाका साथ आजको यस भिडियो बिदा हुन्छु हवस् त धन्यवाद बाई